तान आमा समा पछार जिउँदै झुप्पो खोइ देखा थियो अहिले झुप्पो मर माछा मर्यो यति धेरै ल आजको हाम्रो माछो यति धेरै भइसकेको छ है हेलो नमस्ते आइब सबैजना सन्चै आराम हुन्छ होला म पनि एकदम ठिक छु र फेरि पनि आइसकेको छु म आज माछा मार्न जानको लागि बल्छी बोकेर है चुडाक्क आज पनि धम्ने खोला जाने हो हाम्रो कडाहरू यहाँदेखि हुन्छ बल्छीमा हाल्ने चारो खोज्दैछन् है बल्छीलाई हाल्ने माछोलाई हाल्ने चारो चाहिँ यहाँ छ है कडाहरूले दामी यहाँ मुडो पल्टा निकालिरहेछन् ए पल्टिन्छ है क्या हो खोइ त्यो त सानो हो कि नि मलाई ठिक्क हुने खालको निकाल्छ केटाहरूले ठुलो अलिक ठुल्ठुलै हुन्छ ठुलो लाउँदै नि यस्तै लाउँछ मसिनो त्यो लाउने चाहिँ मैले हो खाजा मेरो सानो हो नि त बल्छी ठुलो दिउँला नि त्यो कडा अब चारो निकाल्न कहाँ सजिलो छ यार माछालाई छ नि त छ यसो उचालेर त्यो ढुङ्गा हाल्नु न एउटा सकेन यार केटाहरूले ल यसलाई पल्टा यो एक्लै पल्टिन्छ निकाल चारो कडा ए पल्टिने कत्रो रहेछ लो नै मुला भाइसक्यो छ्या भनेछ पहाड खोल्दा आमा ओइ त्यो त नहालै ठुलो त्यस्तो युज मैले गर्छु क्या अर्को एउटा पल्टाउनु अब लास्ट एउटा क्या पुग्दैन यतिले लास्ट एन्ड फाइनल ल पल्ट ए बल गर कडा ओहो पल्टे मालको यहाँ छ क्या टोरै रहन्छ चाहिँ ठक्क कहाँ गयो मिलन यहाँ पनि रहेछ क्या त्यस्तै ल्याउनै भागिसक्यो गनेउला त त्यहाँ गयो नै गयो ठक्क कहाँ गयो त मिलन छिरिसक्यो हाला कडा हाला त्यहाँ पनि छ अर्को छिरी गयो नभयो अब अन्तिम एकदम जङ्गार चलायो ठिटोलाई आज माछा भेट्नलाई नभेट्नलाई कडाहरू दिन्छ हुन्छ बल्छी लिएर हिँडिसकेको छन् है खोला झरिसिया छन् धमिलो खोला बल्छी खेल्नको लागि टक्क मेरो पनि यहाँ चारो लोड भइसकेको छ होइन टक्क धम्ने खोलामा आज बल्छी बवाल खेल्ने हो यस्तो डेन्जर माछा मारिन्छ कि होइन यस्तो डेन्जर मार्ने हो नि चोप्यो कान्छी चोप्यो परमेश्वर धमिले ठाकुर एक मानाको हिले यहाँबाट आइजाओस् माछु गाइजमा कडाहरूले धमाधम हिले झिकिरहेछन् है झिक्कडा झेक हिलेको झुप्पो त्यत्रो भइसकेको छ है कता माहलोमा साँच्ची गयो सिरा बसी सिरा कान्दैन गाडी न त कहाँ खायो त हिले भगाएर हेर यहाँ गङ्गटो गोल्यामै हिलेको झुप्पो चाहिँ यत्रो भइसकेको छ है हाम्रो हिले सेतै आज कोही बबाल म माछा बोकेर आउँछु हिँड तिमीहरू
मेरो बल्छी लगेको आजको माछा आमामा यत्रो मरिसकेको छ यी आयो 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 बल्छी खेल्ने केटाहरू त्यहाँ छन् है यस्तो यहाँ झिक्दैछ हाम्रो माछा चाहिँ यहाँ छ है डालो डालो हिले झिक्ने बुढाहरू सीमा टोक्नेहरू किन हाल्यो 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 एउटाले यहाँ मालको हिले देखाएको छ अरे एउटाले हिले झिक्छ झिक्दैन है त झिक्यो केटाले बल्छीमा माछा झिक्यो तीनटा डाँगे केटाहरू हाम्रो यहाँ माछा झिक्ला हिँड्दैछन् म चाहिँ माछा भरि है माछाको भारी हो आयो 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 छैन आयो 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 ऊ झिक्यो 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 केटाहरू झिक्यो झिक्यो ठैट 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 कत्रो आयो ओए ऊ हिले यो बुढो खतरा किन क्या क्या बोल्छु ल हाल हाल फेरि एउटा प्लस भइसकेको छ है ल हिले प्लस हुँदैछ है ल ल सोमा 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 पछारमा उहो आ तलतिर आ छोड छोड त्यो ढुङ्गा पल त्यही कडारले यहाँ हिले सामान लगाइरहेछ हिले हिले ए छाम्दा गरायो त्यति थियो होला एउटा हिलेको लागि कडार त ती माथि छ कान्छुको त्यो चेप पछार्यो मेको लडी यहाँ पछार पछार त्यही पनि भगा त्यहाँ पछार धन्य आँखैमा मुद्दे ल्याएर केटाहरूको त्यत्रो हिलेले केटाहरूलाई दुःख दिन्थ्यो अर्को नि ल हिले 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 हेट समा केटा समा ल्याउ नि त ल्याउ ल्याउ नि ल्याउ केटाहरूले एउटा हिल्याउँ ल अठाल्लो ल हिलेको झुप्पो खोइ देखा थियो अहिले झुप्पो हिलेको झुप्पो केटाहरू हिलेको झुप्पो लिएर अब फर्किसकेको छ हामी है लाठी खोलाबाट आज चाहिँ टेन्सन छ यहाँबाट हामी अब फेरि धम्बे खोला जानेछौँ है हिलेको झुप्पो बोकेर केटाहरू हिँडिसकेका छन् धमिलो भरे त माछा भेट्न छोड्यो होइन
हामी टक्क अब जान्छौँ तल फेरि सङ्लो खोलामा है त। बल्छी खेल्दै 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 हामी फर्किँदैछौँ तल धम्ले खोलातर्फ है। बल्छी खेल्दा खेल्दा नपुगेर केटाहरू दुवाली थुलेर जोसिसकेका छन् माछा मार्नलाई है। पानी सर्लक्क यता लगाएर टक्क यहाँ माछा मार्दैछन् है। छैन कान्छीले हावा बोल्यो त्यस्तो काम नगरौँ न। ठुलै पनि रहेछ माछालाई बच्चा मात्रै नि। बल्छीमा आउँदैन त माछाले। यसरी मेरो हातबाट काल आउनु खोज्यो अनि कहाँबाट बल्छीमा आउँछ दुई पिलेको। यो खोला माछा मारेर हामी चाहिँ टक्क धम्ने खोला आइपुगिसकेको छौँ होइन। टक्क अब यो धम्ने खोलामा माछा मारेर जाने हामी। यो माथितिर जाने हो है। त्यो खोला ठुलो छ यता जाने हो। तर छिटो यहाँ माछा झिक्दैछ यहाँनिर। केटोले फेरि पनि स्वादको निकालिसकेको छ। एउटा यत्रो उहाँ छिरेको यहाँ माछो माछो आजको माछो हाम्रो धमिलो खोलामा मार्दैछौँ है। आज हाम्रो माछा वाउ आजको हाम्रो माछो यति धेरै भइसकेको छ है। हेर्नुहोस् केटाहरू माछा आज फाइनली हामीले यति मारिसकेको छौँ है। अब माछा चाहिँ हाम्रो लगभग भारी पुगिसकेको छ। अब हामी चाहिँ रात पर लगाइसक्यो होइन। अब हामी डाँडातिर घुम्न जान्छौँ यता शिकार हेर्नको लागि। ल केटाहरू झिक्दैछन् है माछा अझै पनि होइन। कसले झिक्दो रहेछ हेरौँ है त केटाहरू दुइटा मध्येमा। ल तान तान केटा तान तान तान। यता एक झोला माछा छ अरूको यता एक झोला है। झिक 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 यताबाट झिक्नु लगाइसक्यो केटोले है त। यहाँ निकाली गयो केटा थुक्क भिडियो स्किप गर्नु पनि ठ्याक्कै यो खुट्टामा टेक्यो तपाईँको हिले निक्लिसक्यो। नटेक्नु न त्यसरी समाउनु सकिरहेने फेरि उनो केटोले एउटा यता एउटा छ यो पुरानो है त्यसलाई नयाँ सिलमा हुँदैछ केटोले। हिजो माछा हराएको रिसले है। यहाँबाट केटोले फुत्तै निकाली गयो यार भिडियो बनाउनु पाएन त्यत्तरीका। फेरि 4 लोड हुँदैछ यहाँ माछाको। यहाँ केटोले हाल्दैछ फेरि झिक्दै झिक्दै एउटा झ्यापेको झिक्दै ट्याक्क माछाको भारी पुर्याएर देन सक्नुहुन्छ। हामी चाहिँ यो डाँडा पारी जाँदैछौँ है शिकार हेर्नको लागि। नयाँ देन सक्नुहुन्छ धम्ले खोलाको धानहरू चाहिँ अहिले यस्तो भएको छ होइन। दामी छ यस्तो बबाल धान छ है सबैतिर। आमा केटोले हिले फसाइसकेको छ। तान 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 आमा आए समा पछार 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 जिउँदै
केटोले रोटोमा दामी बगाल एउटा मालसँग यसरी लडा त भुइँमा हेर्नु कत्रो ठुलो ल माथिको डाँडा गाउँको दृश्य यहाँदेखि हुन्छ यस्तो हरियाली धान वा सबैभन्दा ठुलो हिले झिक्न जाँदैछौँ हामी माथि डाँडामा आएर केटाहरू जङ्गेर हिँडेका छन् बल्छी लिएर माथि डाँडामा शिकार हेर्न आएको केटा हो यहाँनिर होइन हामी चाहिँ टक्कै यहाँनिर कुकुर फेरि एकदम डेन्जर शिकारी रहेछ है बान्नु पर्ने हाम्रो बाजेको बाख्रा यति धेरै रहेछ है बाजेको कुकुर लास्टै डेन्जर हो तल समाएर राख्नु भएको छ बजैले है भागौँ कान्छी छिटो मार्छ अहिले शिकार हेर्न आइरहेको छ हामी यो रुखमा छ अरे शिकार है यो रुखमा उयो रुखमा फाइनली हामी शिकार भएको अड्डामा आइसकेको छ है केटाहरू यहाँ शिकार हेरिरहेछ नि शिकारको रुख चाहिँ यो है शिकार भएको रुख टक्क यहाँदेखि सक्नुहुन्छ शिकार देखाउँछ त म तपाईँहरूलाई अब टक्क यहाँदेखि सक्नुहुन्छ हामी हेर्न आएको शिकार चाहिँ यहाँनिर रहेछ है हेर्नुहोस् उडिरहेको छ शिकारी यस्तो मजाले एक लाठा त्यहाँ त केटा यहाँ मस्त उडिरहेको शिकार है टक्क त्यहाँ तल खर्बाबाट ठ्याक्कै यहाँनिर देखिँदो रहेछ है यसलाई ठ्याक्कै त्यहाँबाट त्यहाँनिर बजाउनु मिल्ने रहेछ है ल फाइनली शिकार पनि हेरियो होइन ट्याक्कै यहाँबाट पनि देखिँदो रहेछ है शिकार त्यहाँनिर हो अलिक छेकिँदो रहेछ यस्तो हेरिरहनु हुँदैन धेरै ल फाइनली शिकार पनि हेरियो है ठ्याक्कै यहाँनिर रहेछ है यो हाँगामा ट्याक्कै होइन शिकार हेरेर केटा आउँदैछ सो फाइनली माछाको भारी पनि पुगिसकेको छ होइन ट्याक्क शिकार पनि हेरेर आइसकेको छु शिकार चाहिँ अलिक अप्ठ्यारो ठाउँमा रहेछ होइन तैपनि त्यसलाई चाहिँ व्यवस्था हान्नलाई चाहिँ भरे भोलि टाइम मिल्यो भने चाहिँ व्यवस्था हान्नेछौँ हामी होइन म हजुरलाई भिडियो बनाएर देखाउने रहेछु कृपया आज चाहिँ हामी घर जाँदैछौँ होइन सो घरमा गएर माछा हेर्नेछौँ कति मारेछौँ कतिवटा आएछ त माछा 1 2 झिङ्गे है झिँगेका 39 अस्ति जति त्यति अस्तिको जति त्यतिवटा के 39वटै लाटो झिङ्गे एउटा है ठिटोले चाहिँ 39वटा हिले केलाउन थालिसकेको छ है अब चट्ट ठिटोले हिले केलाउँदैछ आजको माछा चाहिँ यति है त ल सो गाइज होइन टक्क माछा मारेर चाहिँ रात परिसकेको छ सो म चाहिँ घरतिर लागिसकेको छु होइन सो हजुरलाई भिडियो के कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला साथै च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरेर राख्नु होला यस्तै दामी दामी म भिडियोहरू हजुर माझमा लिएर आउने छु भन्दै आजको लागि चाहिँ भिडियोबाट बिदा हुन चाहन्छु हस् त बाइ बाइ गाइज जय नेपाल।